पालाम भन्ने मान्छे भेटिन्न, बरु सहरहरूतिर भेटिँदो रहेछन्। सहरमा चाहिँ युवाहरू पनि पालाम भन्ने मैले 1-2 जना भेटेँ। गाउँमा छैन। छैन। च्याब्रुङ नाच्ने पनि सहरमै छन्, मुन्दुम जान्ने पनि सहरमै छन्। अचम्मको कुरा चाहिँ त्यो छ। अहिले लिम्बू समुदायमा, हाम्रो समुदायमा चाहिँ बरु धरानतिर भेटिन्छन् मुन्दुम जान्ने युवाहरू, गाउँमा युवाहरू मुन्दुम जान्दैन। बुढाहरू चाहिँ यस्तो एजमा छन् कि अब 4-5 जना मेरो गाउँमा चाहिँ, मेरो बाउ लगायत अब 2-3 खस्यो भने मुन्दुमको परम्परै सकिन्छ। त्यसपछि पाहुना आउँदा कसरी बिदा गर्ने होइन, हेना कसरी गर्ने, बिदाई कसरी गर्ने देखि लिएर अब कुराहरू हुन्छ नि। सामान्य हाम्रो त मृत्युदेखि जन्मदेखि मृत्युसम्मको त आफ्नै मुन्दुममा छ, त्यति पनि छैन। के होला पछि चाहिँ यस्तो हुन्छ होला, पछि चाहिँ हाम्रोमा पनि यस्तो किताब पल्टाउँदै दिने होला मुन्दुम त्यस्तो हुन्छ होला।